नमस्कार, वेलकम टु आवर च्यानल एजुकेसन ट्युब 8848। आज यस भिडियोमा हामी फुड साइन्सको बारेमा पढ्नेछौँ। विशेष गरी हामी हामी जे खान्छौँ त्यही बन्छौँ भन्ने कुरा साइन्सको आधारमा बुझ्नेछौँ। यस भिडियोमा हामी खानामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन्स र मिनरल्स सबैको बारेमा सरल भाषामा सिक्नेछौँ। खाना के हो? खाना भनेको केवल पेट भर्ने वस्तु होइन। खाना हाम्रो शरीरलाई चलाउने इन्धन फ्युल हो। खानाले शरीरलाई ऊर्जा दिन्छ, शरीर बनाउँछ, रोगसँग लड्न मद्दत गर्छ, दिमागलाई सक्रिय राख्छ। पोषक तत्त्व न्युट्रिएन्ट्स खानामा पाइने उपयोगी तत्त्वलाई पोषक तत्त्व भनिन्छ। मुख्य पोषक तत्त्वहरू कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन्स, मिनरल्स, वाटर। यी सबै पोषक तत्त्व सन्तुलनमा भएमा मानव शरीर स्वस्थ रहन्छ। कार्बोहाइड्रेट शरीरको मुख्य ऊर्जा स्रोत हो। हामी हिँड्न, पढ्न, काम गर्न र सोच्न ऊर्जा चाहिन्छ। यो ऊर्जा कार्बोहाइड्रेटबाट प्राप्त हुन्छ। कार्बोहाइड्रेट पाइने खाना भात, रोटी, आलु, मकै। तर धेरै कार्बोहाइड्रेट खाँदा मोटोपन र मधुमेह जस्ता रोग हुन सक्छन्। प्रोटिन शरीर बनाउने पोषक तत्त्व हो। यसले मसल, छाला, कपाल र शरीरका अङ्गहरूको विकास गर्छ। प्रोटिन पाइने स्रोत दाल, अन्डा, दुध, मासु। प्रोटिनको कमी भएमा शरीर कमजोर हुन्छ र बच्चाको वृद्धि राम्रो हुँदैन। फ्याट शरीरमा ऊर्जा भण्डारण गर्न प्रयोग हुन्छ। यो दिमाग र हर्मोन बनाउन पनि आवश्यक हुन्छ। फ्याट पाइने खाना तेल, घिउ, बदाम। तर अत्याधिक फ्याट सेवनले मुटु रोग र मोटोपन बढाउँछ। भाइटामिन्स सानो मात्रामा चाहिने तर अत्यन्त महत्त्वपूर्ण पोषक तत्त्व हुन्। भिटामिन्सले शरीरलाई रोगसँग लड्न मद्दत गर्छ। भिटामिन ए आँखाको दृष्टिका लागि आवश्यक हुन्छ। यसको कमी भएमा राम्रोसँग आँखा देखिँदैन। यो गाजर र हरियो सागमा पाइन्छ। भिटामिन बी दिमाग र स्नायु प्रणालीका लागि आवश्यक हुन्छ। यसले शरीरलाई ऊर्जा उत्पादन गर्न मद्दत गर्छ। यसको कमीले थकान र स्मरण शक्ति कमजोर बनाउँछ। यो दाल, अन्न र अन्डामा पाइन्छ। भिटामिन सीले रोग प्रतिरोधक शक्ति बढाउँछ। यसले घाउ चाँडो निको हुन मद्दत गर्छ। यो कागती, सुन्तला र अमलामा पाइन्छ। भिटामिन डी हड्डी बलियो बनाउन आवश्यक हुन्छ। यसले क्याल्सियम शरीरमा सोच्न मद्दत गर्छ। यो घाम र दुधबाट प्राप्त हुन्छ। यसको कमीले हड्डी दुख्ने समस्या हुन्छ। मिनरल्स शरीरका लागि आवश्यक अजैविक तत्त्व हुन्। यी तत्त्वले शरीरको संरचना बलियो बनाउँछन्। क्याल्सियम हड्डी र दाँत बलियो बनाउन आवश्यक हुन्छ। यो दुध, दही र हरियो सागमा पाइन्छ। यसको कमीले हड्डी कमजोर हुन्छ। रगत बनाउन आइरनको ठुलो मुख्य भूमिका रहन्छ। यसले शरीरमा अक्सिजन पुर्याउन मद्दत गर्छ। यसको कमीले एनिमिया र थकान हुन्छ। यो साग, दाल र मासुमा पाइन्छ। आयोडिन थाइरोइड ग्रन्थीका लागि आवश्यक हुन्छ। यसले दिमागको विकासमा सहयोग गर्छ। यो आयोडिन युक्त नुनमा पाइन्छ। यसको कमीले गेउगोइटर रोग हुन्छ। जङ्क फुड र हेल्दी फुड। जङ्क फुडमा क्यालोरी धेरै हुन्छ तर भिटामिन्स र मिनरल्समा कम हुन्छन्। हेल्दी फुडमा प्राकृतिक पोषक तत्त्व प्रशस्त हुन्छन्। त्यसैले हेल्दी फुड खाँदा शरीर र दिमाग दुवै स्वस्थ हुन्छन्।
हाम्रो स्वास्थ्य हाम्रो खानामा निर्भर हुन्छ। यदि हामी सन्तुलित खाना खान्छौँ भने हामी स्वस्थ र सक्रिय हुन्छौँ। त्यसैले सधैँ सम्झनुहोस्, हामी जे खान्छौँ त्यही बन्छौँ। यदि तपाईँलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र सब्सक्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।